सम्पूर्ण सरहरू विद्यार्थीहरू मिलेर आज हामी जुन वातावरण दिवसको दिन चाहिँ के गर्नु लाग्थ्यो पढाइ हो र सरसर गर्नु पर्दैन। सबैले हाई गरिदियो त ल। हेलो सर। सबैले हाई गरिदियो ल। आज यो बिरुवाहरू ल्याछौँ। त्यो बिरुवाहरू रोप्नको लागि चाहिँ विशेष गरी यस्तो ड्रम ल्याउनु भएको छ हेड सरले, विक्रम सरले। अनि त्यो ड्रम चाहिँ हामीले यहाँ मलसहित माटो हालेर बिरुवा रोप्नको लागि टक 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 लगाएर 3टा ड्रम ल्याउनु भएको छ। त्यो ड्रम चाहिँ यसरी राखेर यो चाहिँ अलिकति स्कुललाई राम्रो पनि देखिन्छ, आकर्षक पनि देखिन्छ भनेर हामीले यसरी रोप्ने तयारीमा छौँ। हाम्रो यहाँ पुरा मिसहरूले काम गरिरहनु भएको छ। सानो सानो बच्चाहरू हुनुहुन्छ, त्यसपछि हाम्रो मिसहरूले चाहिँ साथी गर्दै होइन बच्चाहरूलाई सिकाउँदै गर्दै हुनुहुन्छ। अनि त्यहाँबाट धेरै नगरौँ, ग्लोभ्स चाहिँ थोरै भएर कतिजना भन्छ। अनि हामी चाहिँ आज सौरको ढुङ्गाहरू टिप्ने, त्यसपछि फोहोरहरूलाई डस्टबिनमा हालेर जलाउने काम गरिरहेछौँ। कुहिने फोहोरलाई एक ठाउँमा, नकुहिने फोहोरलाई एक ठाउँमा राखेर। कति कक्षा हो? कति कक्षा आयो? 3 कक्षा हो? 4 कक्षा? 4 र कति? 1 हो। ए कुनमा मिस हुनुहुन्छ। कति कक्षाको बच्चाहरू यो? 6 कक्षा हो? ल 6 कक्षाको नानीहरूले चाहिँ यहाँ हाम्रो यहाँ फुल छ, सानो सानो फुलहरू छ। यो फुललाई चाहिँ संरक्षण गर्दै झाडु खाल्दै गर्दै हुनुहुन्छ है। हेर्नुहोस् ल, हेर्नुहोस् त है। ल ल ल यहाँ हो। तिम्रो नाम के कान्छ? आदर्श। आदर्श हो त? ठुलीको भाइ हो? ल खै त्यो डस्टबिन ल्याउ त, डस्टबिन त्यो भाइ। ओ विक्रम सर, सर विक्रम सरलाई ल विक्रम सरलाई सँगै ल हेर ल कुचो लिएर आउनुहोस्। कुचो कुचो आउँदैन कि होइन। ल आऊ ल। आज हाम्रो वातावरण दिवसमा सरसफाइ गर्नु पऱ्यो नि त। यहाँ चाहिँ नानीहरूले बढाल्दै हुनुहुन्छ है। किन कान्छ? ल ल ल फेरि दौड त्यो राम्रो बनाएर छरमा ल। यो टिप्नु पऱ्यो कि प्लास्टिकहरू र यहाँ यस्तो फोहोरहरू छ। त्यो फोहोर सब टिप्नु कि यसरी टिप नानी। यहाँ सब पकाउनु पऱ्यो नि, एबिसिडी त। यो पनि टिप लाउ नानी हो। अन्त नानी ल यसरी फोहोर टिपेर खानु। हाम्रो कक्षा 10 को बहिनीहरूले चाहिँ एकदम सफा गरिरहेको छ। ल म आउँछु बाबु। हेलो सर, हामी देखाउनु नि। ल ठिक छ, काम गर्नुपर्छ अनि पो राम्रो हुन्छ। जो काम गर्छ त्यो राम्रो हुन्छ। यहाँ इन्द्र सर चाहिँ घाँस काट्दै हुनुहुन्छ। सर म अलिअलि घाँस फेर छोड निस्केछ, त्यो घाँसलाई चाहिँ सट्ट लाएर होइन सर एकदम मजा आइरहेको छ नि त। आपा घाँस त काट्नुपर्छ नि, यहाँ लामो भएछ। हामी चाहिँ आज के अरे वातावरण दिवस हुन्छ, विश्व वातावरण दिवसमा चाहिँ जुन 5 सरसफाइ गरियो होइन, केही बाँकी छ। वृक्षारोपण हुनु चाहिँ अब अझै बाँकी छ, अलिअलि थोरै सफा गरियो भर्खर होइन। अब निरन्तर रूपमै अगाडि बढ्छ। अब तल लगभग अब यो ड्रमहरू खोजेर बाँकी छ। त्यसको चाहिँ हामी आज सरसफाइ गरेर सरसफाइ दिवस विश्व वातावरण दिवस चाहिँ मनाएर गर्छौँ ल। हामी चाहिँ अफिसको छतमा यो माथि जान्छौँ र त्यहाँ गएर हामी कति फोहोर छ सफा गर्नेछौँ। ल्याऊ ल, भाइबहिनीहरू सबै छ। ल आउनुहोस् आउनुहोस् ल, यो बाल्टिन बढ्छौँ न। बाल्टिन त यो पानी यो चाहिँ खनाउनु पाएको छ। उता राख्नु पऱ्यो है, त्यहाँ खनाउनु पऱ्यो। चिकम सबै रहेछ नि यार। केटाहरू बोलाउने हो? केटा त 1-2जना बोलाउन। केटाहरू आउनुहोस् त ल। अलिअलि यहाँ सरसफाइ कार्यक्रममा जाऊ 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 अगाडि जानुहोस् अगाडि। ल मजाले ल ओके ल, काम सक्यो होइन? ल अलि 1-2 वटा बाँकी छ ल।
खासै फोटो लाइन्छ ताइ पनि अलिअलि यो जुन चाहिँ सिमालको घोगाको बोक्राहरू चाहिँ रहेछ यसमा हाल्नु सर यसमा टिपेर यसमा भाइले यहाँ टक्क लाएर यो डस्टबिन लियो हजुर यो टिपेर चाहिँ सर्लक्क लाएर यहाँ हाल्दै स्कुल सरसफाइ आज राष्ट्रिय भट्टाबाट यहाँ चाहिँ हाम्रो सरसफाइ हुँदैछ के बिरुवा मिल्यो यो लखरा फुल लखरा फुल यो चाहिँ यो लखरा फुल यहाँ एउटा रोज छ कहाँ रहेछ यसको यो चाहिँ यो त उयस्तो होला हैन ठिकै छ ल अनि हाम्रो चाहिँ यहाँ यहाँ विक्रम सर हुनुहुन्छ विक्रम सर हाम्रो एक्चुअली यहाँ हेर्नु त ब्लगमा यो चाहिँ कुन फुल हो सर यो चाहिँ लहरा फुल हजुर यो गेटमा टक्क यो लहरा फुल यसरी सट्टा जाने भयो हैन ल भर्खर रोपियो हैन त ल उतापट्टि अब खोइ कहाँ भुइँ सका जानु भएको छ अनि हाम्रो यो कुनापट्टि फुल रोप्नु भएको छ दादा सर यो पनि लहर फुल हैन त मिस यो उतापट्टि अब हाम्रो मिस चाहिँ लहर फुल हाम्रो चाहिँ यहाँ बिरुवा रोप्दै हुनुहुन्छ यो के को बोर्ड हो सर यो बिरुवाको बोट के को बोर्ड हो रे विक्रम सर यो यो बिरुवा के हो ठ्याक्कै मलाई थाहा भएन ठ्याक्कै भएन है ल ठिक छ प्लास्टिक निकालेर मजाले रोपिदिनुहोस् है त आइफोनबाट 2-3 फोटो सोटो हानिदिनुहोस् ल तिमीहरू नै आछ यहाँ ल मजाले बिरुवा रोप्दै हुनुहुन्छ ल म त कहाँ बिरुवा रोप्ने त ल क्ल्याप गरिदिउँ ल क्ल्याप ल ल तारा सर र हाम्रो गोविन्द सरले यहाँ बिरुवा रोप्दै हुनुहुन्छ दिलीप सर र अर्को हरि सरले मिलेर ल बिरुवा रोप्दै हुनुहुन्छ ल ल ताली बजाइदिउँ ताली ल ल भुवेन सर ल भुपेन सरलाई चाहिँ के रोप्नु लाउने अब फेरि ल ताली ल ताली ल ताली ल ताली यो टेनले हेर्ने है त्यो टेनले हेर्ने यो 9ले हेर्ने नभए 9ले नाइनले हेर्ने सबैले माया गर्ने बेला बेलामा पानी हाल्ने प्लास्टिक टक्क गरेर प्लास्टिक पनि निकाल्दिन्छ तपाईँले रोप्ने अहिले तपाईँलाई खोजे मैले कहाँ कति होला बजाङ्गी राजाकै बाँकी छ ल मैले खोजेको कहाँ कति ल प्लास्टिक ल क्ल्याप 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 गरिदिनु सबैले ल क्ल्याप बनाउनु यस्तो गरिहालौँ जिउसँगै आउने गरिहाल्छु नि यसलाई अलिअलि खनिदिउँ न होइन यसरी खनिदिउँ यसलाई त्यसपछि लिएर यहाँ चाहिँ अनि अर्को ब्लग बनाउँछ सरले ल्याउने कि भोलि पर्सि दिनु ल ठिक छ ल ताली बजाइदिनु ताली ल ताली बजा ल ताली क्लास 6 है आफ्नो जोगो क्लास 6 छ चुडाल छ सब भन्ने यहाँ याद गर्ने सोले पनि त्यसलाई 10 वटा किन्नुपर्छ एउटाको छ क्लास 6 को बुझ्यो नि ल है क्लास 6 ल तपाईको फोटो खिच्नु ल ल हाम्रो निर्मल सर र पवित्र मिस चाहिँ यो लहरे फुल हैन यो पनि लहरे फुल चाहिँ रोप्दै हुनुहुन्छ लास्ट फुल हो यो लास्ट टाइम हामीले चाहिँ रोप्नु पान्छ भन्छ ल उनी लहरको चाहिँ रोप्नुहुन्छ प्लास्टिक बाहिर राखिदिनु सर ल ठिक छ ल ल अब चाहिँ यो चाहिँ सबै कुरा मिल्छ हेलो मति सरको बिग फ्यान हो ल थ्यांक यू भाइरल गर्दिनु म हर्ष सरको बिग फ्यान हो म सबै हुन्छ अब टक्क ल्याएर सबैले बिरुवा रोप्नु भयो नि त ल ठिक छ अब हामी चाहिँ हात धुनुपर्छ नि होइन साबुन लिएर हात धुयो हाई गरिदिन्छ ठिक छ होइन ल के छ कान्छो यो फुलहरू रोपिसक्यौँ र त्यस गरी हामी चाहिँ अब यहाँ फोटो खिच्ने कार्यक्रममा सबै शिक्षक विद्यार्थी मिलेर चाहिँ हामी फोटो खिचेर होइन टक्क लाएर
यो हरियाली भएपछि फोटोहरू पनि राम्रो राम्रो आउँछ के होइन सर फोटोहरू के हरियाली भएपछि राम्रो राम्रो आउँछ फोटोहरू पनि राम्रो आउने नि यो सिजनमा यो त लहरै फुल रहेछ क्यारे यो अनि यहाँ नर्वे हुन्थ्यो यार उयो है होइन त हो नि त्यही त गेटतिर राउन्ड फुल रहेछ क्यारे हो ए यो पनि त्यस्तै जान्छ हो नि त्यो जाने बाटो चाहिँ कहाँबाट हो मै त्यति यहाँबाट जानु हो त्यहाँबाट उहाँबाट नि छ यहाँबाट मुनि छ मकै